बीएससी नर्सिङको एनालाइसिस भिडियोमै छौँ हामी र आज बेसिकल्ली काठमाडौँ भ्यालीभित्र द्याट इज ललितपुर भक्तपुर र काठमाडौँ भएका डिफ्रेन्ट नर्सिङ कलेजहरूमध्ये र मेडिकल कलेजमा चाहिँ कति र्याङ्कसम्म ल्याएको विद्यार्थीले स्कलरसिप पाउनुहुन्छ, कति र्याङ्कसम्म ल्याएको विद्यार्थीले पेङ पाउनुहुन्छ, एकदमै धेरै सोधिएको क्वेसन। धेरै विद्यार्थीले सर इनसाइड भ्यालीमा चाहिँ मैले स्कलरसिप पाउनलाई कति मार्क्स ल्याउनुपर्छ, कति र्याङ्क ल्याउनुपर्छ भन्ने सोधिरहनु भएको भएर आज हामी यो भिडियो लिएर आएको छौँ। जो विद्यार्थीलाई काठमाडौँ भ्यालीभित्र भएको 22वटा कलेजमा स्कलरसिप पढ्न मन छ अथवा पेङमा पढ्न मन छ त्यो डिटेलमा बुझ्न चाहनुहुन्छ भने यो भिडियो लास्टसम्म हेर्नुहोस्, तपाईँहरूलाई एकदमै फ्रुटफुल हुन्छ है त। ल ढिला नगरी अगाडिबाट मैले राखिसकेको छु टाइटल इनसाइड काठमाडौँ भ्याली भनेर। अब इनसाइड काठमाडौँ भ्याली भनिसकेपछि तपाईँको यसमा काठमाडौँ भक्तपुर र ललितपुरमा भएका टोटल 22वटा कलेजहरू है, 22वटा कलेजहरूको चाहिँ छ। अब हामी सुरुमा स्कलरसिप क्याटेगोरीमा जाँदै गर्दा तपाईँ ओपनबाट काठमाडौँ भ्यालीमा स्कलरसिप चाहनुहुन्छ भने तपाईँको र्याङ्क द्याट इज 848 भनेको अघिल्लो वर्ष डाटा अनुसार यदि तपाईँको र्याङ्क 1 र्याङ्कदेखि लिएर 848 र्याङ्कसम्म छ भने तपाईँले मजाले काठमाडौँ भ्यालीभित्रको कुनै न कुनै कलेजमा स्कलरसिप पाउन सक्नुहुन्छ है। ल स्कोरको कुरा गर्दा एराउन्ड 98 भन्दा माथि 200सम्म जति मार्क्स छ भने पनि तपाईँले मजाले स्कलरसिप पाउन सक्नुहुन्छ। अब त्यसपछि कोटा वाइज जाँदै गर्दा यदि आदिवासी जनजाति कोटा छ भने तपाईँको र्याङ्क 1 देखि 2140 र्याङ्कसम्म छ र स्कोर एराउन्ड 75 सम्म छ भने आदिवासी जनजाति कोटाबाट काठमाडौँ भ्यालीको कुनै न कुनै कलेजमा तपाईँले स्कलरसिप पाउन सक्नुहुन्छ। फेरि पनि मैले मेन्सन गर्न चाहे यहाँ कोटा वाइज मैले जहिले पनि कुराकानी गर्छु त्यसमा फर्स्ट प्रायोरिटी इज गिभन फर 6 to 10 गभर्मेन्ट स्टुडेन्ट देन फर प्राइभेट स्टुडेन्ट्स है, प्राइभेट कलेज पढेको स्टुडेन्टलाई। फिमेल कोटाको कुरा गर्दा 1899 र्याङ्कसम्म ल्याएको विद्यार्थीले पाउनु भएको छ। मार्क्स हेर्दै गर्दा एराउन्ड 78 देखि 80 मार्क्ससम्म ल्याएको विद्यार्थीले पाउनु भएको छ। अब काठमाडौँ भ्यालीभित्रै मेरो खसारे कोटा छ, मैले कति र्याङ्कसम्म ल्याए पाउँछु भन्नुहुन्छ भने खसारे कोटा छ तपाईँको भने तपाईँले एराउन्ड 1921 भनेको 1800-1900 देखि 2000 र्याङ्कभित्र छ भने र तपाईँको मार्क्स 78 सम्म छ भने पनि तपाईँले मजाले स्कलरसिप पाउन सक्नुहुन्छ बीएससी नर्सिङमा है। मधेसी कोटा छ भने तपाईँको र्याङ्क अझै माथि गए पनि एराउन्ड 3000 प्लस र्याङ्क छ भने पनि तपाईँको मधेसी कोटा छ भने तपाईँले मजाले स्कलरसिप पाउनुहुन्छ। अघिल्लो वर्षको डाटा हेर्दै गर्दा एराउन्ड स्कोर चाहिँ 67 सम्म ल्याएको विद्यार्थीले काठमाडौँ भ्यालीभित्रको कुनै न कुनै कलेजमा चाहिँ स्कलरसिप पाउनु भएको थियो। दलित कोटा छ भने त अघिल्लो वर्ष रेकर्ड ब्रेकिङ भएको छ, तपाईँको एराउन्ड 7398 र्याङ्कसम्म ल्याएको विद्यार्थीले दलित कोटाबाट फुल स्कलरसिप पाउनु भएको थियो। उहाँले 200मा मात्र 44.5 मार्क्स ल्याउँदा पनि स्कलरसिप पाउनु भएको थियो। अब थारू कोटालाई स्पेसलाइज गर्दै गर्दा तपाईँको एराउन्ड 4486 र्याङ्कसम्म ल्याएको विद्यार्थीले स्कलरसिप पाउनु भएको छ। मार्क्सको कुरा गर्दा एराउन्ड 58.25 मार्क्स है। अब हामी लास्टमा गएर मुस्लिम कोटाको कुरा गऱ्यौँ भने मुस्लिम कोटा एराउन्ड 5386 र्याङ्कसम्म ल्याएको विद्यार्थीले स्कलरसिप पाउनु भएको छ र तपाईँको मार्क्सको कुरा गर्दा 53.25। अब स्कलरसिप क्याटेगोरीबाट तपाईँले के बुझ्न सक्नुहुन्छ भन्दा काठमाडौँ भ्यालीभित्रै स्कलरसिपमा तपाईँलाई पढ्न मन छ, तपाईँको 6 देखि 10 गभर्मेन्ट स्कुल छ र तपाईँको कुनै न कुनै कोटा छ भने तपाईँको र्याङ्क 1000बाट माथि 5000बाट भित्र छ भने पनि तपाईँको कोटा वाइज कुनै न कुनै कलेजमा मजाले स्कलरसिप पाउन सक्नुहुन्छ। सो मजाले प्रिपेयर गर्नुहोस्। अब नेक्स्टमा हामी पेङमा जान्छौँ है। अब हामी पेङ ओभरभ्यूमा जाँदै गर्दा यहाँ मैले भनिसकेँ टोटलमा काठमाडौँ भ्यालीभित्र 22वटा कलेज छन् अहिलेसम्मको सिनेरियोमा। यसमा चाहिँ तपाईँको अघिल्लो वर्षको कट अफ र्याङ्क हेर्नुहुन्छ भने 4510। यदि तपाईँलाई काठमाडौँ भ्यालीभित्रको 22वटा कलेजमध्ये कुनै न कुनै कलेजमा मलाई सिट पाएँ अब म भ्यालीभित्रै पढ्न मन छ सर मैले कति र्याङ्कसम्म ल्याउँदा पढ्न पाउँछु भन्नुहुन्छ भने यदि तपाईँको र्याङ्क 1 देखि लिएर फर इक्जाम्पल मानौँ 4500 र्याङ्कसम्म छ भने तपाईँले लगभग मजाले कुनै न कुनै कलेजमा काठमाडौँ भ्यालीभित्र पेङमा सिट पाउनुहुन्छ। र स्कोरको कुरा गर्दा अघिल्लो वर्ष एराउन्ड 58 सम्म ल्याएको विद्यार्थीले काठमाडौँको कुनै न कुनै कलेजमा चाहिँ सिट पाउनु भएको थियो। लास्टमा चाहिँ चक्रवर्ती हबी एजुकेसन एकाडेमी भक्तपुरमा चाहिँ पाउनु भएको थियो। अब अहिलेको सिनेरियो हेर्दै गर्दा तपाईँको मार्क्स चाहिँ 58 देखि 60 को रेन्जमा छ र तपाईँको र्याङ्क एराउन्ड चाहिँ 4500 देखि 5000 भित्र छ भने तपाईँले मजाले कुनै न कुनै कलेजमा पेङ पाउन सक्नुहुन्छ। सो यो चाहिँ काठमाडौँ भ्यालीभित्र गयो। यसबाहेक तपाईँहरूलाई कुन सिटीको अथवा कुन कलेजको पार्टिकुलरली भिडियो चाहिएको छ कमेन्ट गर्न सक्नुहुन्छ अथवा नर्सिङ सम्बन्धी कुनै पनि क्वेरी छ भने हामीलाई मेसेज गर्नु होला। हस् भेटौँ होला नेक्स्ट भिडियोमा। थ्याङ्क यू।